नमस्ते हजुरहरू सम्पूर्णलाई मेरो ब्लगमा वेलकम छ। म आज कोटेश्वरको दिज बुटिक होटलमा पुगेँ। यो चाहिँ मेरो आफ्नो गाउँको सोपाल समाज भन्ने र चिन्नुहुन्छ हजुरहरूले धेरैले। त्यहाँको मेरो राइलाबारा राइले आमाको कान्छा छोरा भाइ दिपकले काठमाडौँ कोटेश्वरमा खोलेको यो होटलमा पुगे। जो होटलको नाम छ दिज बुटिक होटल। भाइले हामीलाई यो होटलको सेयर गराउनु भयो। यस्तो दामी रहेछ कि विदेशमा बसे जस्तै विदेशको 5 स्टार 7 स्टार होटल जस्तै। भाइले हामीलाई रुम अनुसारको प्राइज अनुसारको रुमहरू देखाउँदै बाहिरतिर पुरा काठमाडौँको सेयर गराउनु भयो, भ्युजहरू देखाउनु भयो। यस्तो राम्रो रहेछ कि यस्तो राम्रो रहेछ। हरेक कोठाहरूमा पुरा सिस्टमेटिक तरिकाको एकदम सेक्युरवाला एकदमै राम्रो निट एन्ड क्लिन यति राम्रो रहेछ। त्यस्तो रुमहरू देखाइदिनु भयो। स्विट छ, लग्जरी, हाई डिलक्स रुमहरू देखाउनु भयो। यसमा कुनै रुमहरूमा 24 आवर टेलिभिजन छ अनि रुममा नै ज्याकुजी छ। तपाईले यसको फाइदा लिन सक्नुहुन्छ। यति राम्रो छ कि यति राम्रो छ। मनै सरर भयो। आफन्तले यसरी प्रगति गरेको देख्दाखेरि कस्तो खुसी लाग्छ। यो रुमहरू देख्न सक्नुहुन्छ। कपडा राख्ने दराजहरू धेरै हुँदैन नि है होटलमा प्राय जसो। यहाँ त जति राखे पनि के आनन्दले आफूले लगेको ट्राभलको लागि लगेको कपडाहरू अटाउने खालको ह्याङ्गरको साथमा रहेछ। अनि आनन्द लिन सक्ने खालको रुमहरू रहेछ। प्राइज अनुसारको यति राम्रो रहेछ। रुमहरू कस्तो क्वालिटीको क्वान्टिटीको अब भनौँ न है, कस्तो रुममा बस्न चाहनुहुन्छ। अनि हामीले सुन्दाहरूलाई सेन्टर भनेको त भाइको यो ठाउँमा पुगेपछि त कि जताभारो पनि बिचमा सेन्टर देखेको कि वार पार त्यत्तिकै देखेको। प्लेन पनि नजिकै, एयरपोर्ट पनि नजिकै रहेछ। प्लेन उडेको पनि हामीले मजा लिन सक्ने रहेछ। अनि हल्ला हुन्छ भनेर तपाईँलाई त्यस्तै किसिमको के अरे साउन्ड प्रुफ गर्नुभएको रहेछ माथितिर सबै है। माथि भ्युज चाहिँ पुरा देख्न पाउने। अनि तल आज यो चाहिँ 6 तलाको रहेछ। तल चाहिँ त्यो गाडी धुवाले गर्दाखेरि मुकुसिएको, सास फेर्न पनि गाह्रो भएको। यो माथि आएपछि त आहा कस्तो आनन्द आएको के। अर्कै स्वच्छ हावा आएको एकदमै राम्रो के। ओहो नि यो हेर्दाखेरि त परिवार लिएर तपाईँ यसो एकपटक हेर्नुहोस् त। दरुङ गाउँबाट ल्याएको ढुङ्गाहरू बाबा आमाको सम्झनामा, आफ्नो गाउँको सम्झनामा गाउँदेखि ढुङ्गा ल्याएर छपनीहरू ओछाएको रहेछ। अनि फेरि टेबल कुर्सीहरू पनि प्राय जसो हाम्रो दरुङ गाउँको चिलौनीको काठहरू ल्याएर बनाएको रहेछ भाइले। अनि गाउँ पुगेको नै भान भयो, महसुस भयो, फिल भयो। यति राम्रो रहेछ कि यहाँ बसेर एक कप चिया लिएर बस्दाखेरि पनि के आनन्द आउने। भाइले यस्तो राम्रोसँग देखाइदियो। भाइ त सानो थियो हामीले छोडेर हिँड्दा, अहिले त यस्तो भलात्मी यस्तो जेन्टल भएको मेरो भाइ। आहा खुसी लाग्यो। यति राम्रो रहेछ कि हेर्नुहोस् त। पुरा आनन्द लिन सक्ने रहेछ हामीले। काठमाडौँको भ्यू पुरा फुल्ली। अनि फेरि यो वेदर ओपन क्लियर भएको बेलामा त पुरा चारैतिर त्यो हिमालहरू देखिने रहेछ। यो चाहिँ नि बार रहेछ। यो चाहिँ डाइनिङ एरिया रहेछ। अनि यो किचन एरिया रहेछ। किचनमा चाहिँ पुरा हेल्थ एन्ड सेफ्टी, फुड एन्ड हाइजिन एभ्रिथिङ निट एन्ड क्लिन के। यो चाहिँ गाउँबाटै ल्याएको ढुङ्गाहरू चाहिँ वहीँबाट कुदेर ल्याएर। अनि भाइले सबै देखाएपछि लिफ्टमा हामीलाई तल ल्याउनु भयो। अनि तल आएर हेर्दाखेरि 22 धारा गाउँको सम्झना मेटाउने खालको रहेछ यसरी।
अनि अर्को बिल्डिङमा चाहिँ साउना स्विमिङ पुल सबै रहेछ यो माथितिर हालको अगाडिको बिल्डिङमा पछाडि चाहिँ 6 तलाको पुरा लग्जरी रुमहरू अनि तल्लो ग्राउन्ड फ्लोरमा चाहिँ यो पुरा ढाकाले नेपालीपनको ढाकाले मुडाएको हल रहेछ यो हलमा चाहिँ हाम्रो सानो सानो सेमिनारहरू हैन मिटिङहरू अनि सानो बर्थडेहरू अनि हाम्रो एनिभर्सरीहरू गर्न मिल्ने रहेछ यहाँ गएर आफ्नो परिवारहरू खुसी हुन सक्ने हल ठिक्कको हल पनि रहेछ यस्तो राम्रो रहेछ अनि भाइलाई चाहिँ होटलको बारेमा कस्टमरहरूलाई के भन्न चाहनुहुन्छ भनेको त कस्तो राम्रोसँग मलाई सेवाको मौका दिनुस् वेलकम छ मेरो यहाँ मलाई माया गरिदिनुस् मैले गरेको व्यापार व्यवसायलाई भनेर कस्तो राम्रो तरिकाले भन्नुभएको के यति राम्रो यति खुसी लाग्यो त्यो पछि हामीलाई चाहिँ होटल दी बुटिकको त्यहाँको सिग्नेचर खाना चाहिँ यो बिटरुटको पकौडा खुलाउनु भयो त्यो पछि खसीको चिकनको खसी भनियो करीसँग भात यति मिठो थियो कि नो ओइली है एकदम हेल्दी पिरो पनि धेरै छैन धेरै साल्टी पनि छैन हामीलाई मिल्ने खालको के एकदमै राम्रो यो चाहिँ बार एरिया यस्तो सफा यति राम्रो आहा मनै सरार हुने यसरी खाना खायो खाना खाएर हामीले यो दिन चाहिँ एकदमै इन्जोय गरे दिदी पनि जानुभएको थियो मेरो श्रीचन्द्र दाईको सम्धिनी दिदी वहीँ भेटे काकाहरू त पहिला पनि गएर आउनुभएको रहेछ अनि अञ्जुली छोरी र शुभ ज्वाइँ पनि गएर बसेर आउनुभएको रहेछ एकदम खुसी लाग्यो हामीले हाम्रो चिनेको जानेको आफन्तहरूले यसरी प्रगति गरेर व्यवसायहरू गरेको छ भने हामीले उनीहरूलाई साथ दिनुपर्छ सपोर्ट दिनुपर्छ फ्रीमा दिएर हुँदैन भन्न चाहन्छु भाइले आदरणीय स्वर्गीय राइलाबा र राइले आमाको फोटो पनि यसरी राख्नु भएको रहेछ यति राम्रो लाग्यो कि कस्तो के अहिले भर्खरै बोल्ला जस्तो नै भइरहेको रहेछ यति आनन्द आउँछ उहाँहरूलाई हामी त सानै थिए उहाँहरूले इच अदरमा यति माया गर्नुहुन्थ्यो राइलाबाले राइले आमालाई राइले आमाले राइलामालाई ल काका तपाईँले नि भन्नुहोस् त यो होटलको विषयमा धेरै कुरा त अब छोरीले भनिसक्यो र म त आफ्नो आफन्त सबै इष्टमित्रहरू दाजुभाइहरूलाई के भन्न चाहन्छु भने आफ्नै भाइ छोराले यति राम्रो प्रगति गरेको र यति सबै प्रगति मात्रै नभइकन यहाँ चाहिँ सबै एकदम नै राम्रो व्यवस्था अनि सबै कुराहरू चाहिँ एकदम सुविधाजनक यति राम्रो होटल बनाउनु भएकोमा भाइलाई धेरै धेरै बधाई अनि सम्पूर्ण इष्टमित्रहरू तपाईँहरूको पनि फुर्सद छ भनेदेखि यहाँ विदेशबाट आउँदा जाँदा यहाँ बस्नुहुन्छ भने पनि मेरो व्यक्तिगत तर्फबाट चाहिँ फुल रेकमेन्डेसन तपाईँहरूलाई स्वागत अनि आउनुहोस् हेर्नुहोस् अनि आफ्नो भाइ छोरालाई चाहिँ भने इन्करेज गर्ने अन्त फाल्ने पैसा आफूले चिनेको ठाउँमा फालौँ न होइन दिउँ न भन्ने कुरा आउँछ मेरो भाइले गरेको ठाउँमा चाहिँ अस्ति अञ्जली छोरीहरू पनि बसेर जानुभयो रहेछ एकदम प्राउड फिल गरेँ थ्याङ्क यू भन्न चाहन्छु छोरीहरूलाई म पनि काका पनि हामी यहीँ बस्दैछौँ हजुरहरू पनि आउनु होला यहाँ अनि ट्राई गर्नुहोस् त 5 स्टार युकेमा बसेको 5 स्टार होटल भन्दा पनि दामी लाग्यो यति राम्रो लाग्यो कि तपाईँहरू एकपल्ट आएर मात्रै हेर्नुहोस् न कस्तो राम्रो लाग्यो नि आफ्नो हामी जहाँ गयो नि हामीलाई फ्रीमा कसले नि दिँदैन होइन प्राइजमा हो प्राइज चाहिँ एकदम एक्सिलेन्ट रहेछ है खानाको अनि कोठाको एकदमै राम्रो एकदमै के हामीलाई सुट गर्ने खालको छ त्यसको लागि भाइलाई एकदम धेरै धन्यवाद भन्न चाहन्छु किनभने यस्तो बनाएर हामीले भोग गर्न पाएँ के होइन त्यो भन्न चाहन्छु थ्याङ्क यू मेरो भाइ बधाई छ सम्पूर्ण हाम्रो सपलवासीलाई मेन गरेर है एक रात चाहिँ यहाँ बस्न आउनु होला एयरपोर्ट आउन जानलाई त्यहीँ नजिकै ल